जापानी महिलाको बुढी बिउ पनि मुर्दाबाद मुर्दाबाद मर गया। कसले के गर्छ मलाई? मेरो सपोर्टमा नि 1000 जना हैन पुरा 10,000 मान्छे खडा हुन्छन्। म गलत छु भने 10,000 खडा हुन्छन् मेरो साथमा। एम आई राइट? के बिउ यस्तो पारा के हो? मेरो साथमा सारा दुनिया खडा हुन्छ। म गलत छु भने आई एम अ गुड। पब्लिकलाई थाहा छ मैले 1000 चोटि माफी मागेको। मैले भेना मेरो गल्ती भयो। उठबस गरेर माफी माग्नु पर्ने ब्रान्डेडले हैन। उठबस गरेर मैले डेडेको मात्र चुच्चै हुन्छ त नि। त्यो चाहिने त माइला हो त। माइलाको चुच्चिनस् माइला नआउनु भन्छ तैले। डे न्यूज ब्रदर एम आई राइट? एम आई राइट ब्रदर? एम आई राइट? म अरूको कसै कुरा गर्दैन। म कसै पनि कुरा गर्दैन। डेडेको चुच्चै भ्यास तैले माइला तैले गरेर भिसी लगाइसैन प्राइभेटमा। लास्ट रुम लाग्दैन यो यसको भिडियो नि माइला दाइसा प्राइभेटमा छ। यो नाडीको भन् तिम्रो आमा ठोकेर बस्छस् त्यहाँ कि तिम्रो भाइ तिम्रो भति छ तिम्रो आमा पुरा पाले पालेको ठोक्छन् अन्टीको बान। अलिक रेस्पेक्ट गर्नु सक्छस् तैँले साला खाते। तर रेस्पेक्ट भनेको थाहा चाहिँ छैन कि ह्यान्सीको आमाको चार्टेस क्या हो? ह्यान्सीको आमाको किन गयो त्यो त्यसलाई? ओके ब्याग्लुङे रेली भनेको म झुटो बोलेको हैन। तिमीहरुको त डरै युद्ध भएको रहेछ त यार। मलाई थाहा छ कि माइला दाइले कोप्चामा लगेर नि यसको हेरेको छ। त्यही भएर माइला दाइ र यो छुटिन मान्दैनन् के। यसले माइला दाइ पनि गाली गर्दैन। हामीलाई सबै थाहा छ। मलाई सबै छ रेकर्ड छ यहाँ। झुटो बोल्छ। जापानको माइला दाइले मसँग माफी माग्नु पर्ने हुन्छ हैन। आएर मैले 1000 चोटि यही पब्लिकको अगाडि माफी मागेको। यो पब्लिकले मलाई गाली पनि गरेको। बाग्लुङे मलाई पब्लिकमा